सालमा यहाँको जन्म भएको अनि उहाँ एउटा कट्टर बुद्धिस्ट परिवारबाट यहाँ आउनुभएका हुन् अनि उहाँको मूल घर यहाँ नै हुन् अनि यहाँ टार घर नामले प्रचलित थियो अनि ठुलो घर नामले पनि प्रचलित थियो अनि जब कालिम्पोङ एल्सदाईमा 1947 मा परमेश्वरको काम बढ्यो अनि दोस्रो चोटि 1948 देखि चाहिँ यो घर नै प्रभुको कामको लागि खोलिदिनु भयो अनि यसै ठाउँमा प्रभुका दास जेसी खान र अरू विभिन्न दासहरू अनि अरू बडाबडीहरू आइकन यस जग्गामा प्रभुको काम सुरु गर्नुभयो अनि यहाँले यो घर खोलिदिएको खण्डमा र आजसम्म यस सेवकालाई निरन्तरता दिनमा परमेश्वरले सहायता गरिरहनु भएको छ र अब विशेष उहाँको बडाको उद्धार चाहिँ 18 अप्रेल 1948 सालमा यहाँले प्रभुलाई ग्रहण गर्नुभएको हो। प्रभुका दासहरूको बिचमा जीवानिसीमा गइकन यहाँले प्रभु यीशु ख्रीष्टलाई मुक्तिदाताको रूपमा उहाँले ग्रहण गर्नुभयो अनि उहाँले स्कुल फाइनल दिए पश्चात चाहिँ उहाँ कामको निम्ति भुटान प्रवेश गर्नुभयो। त्यहाँ 23 वर्ष उहाँले जो भुटान गभर्मेन्टको अधीनस्थ उहाँले काम गर्नुभयो। त्यस पश्चात उहाँ छोडिकन यस ठाउँमा आउनुभयो अनि यस ठाउँमा आइकन फेरि पनि मण्डलीसँग मिलिकन सहयोगीको रूपमा उहाँले बाँकी जीवन चाहिँ प्रभुका हातमा अनि सेवा गर्नको निम्ति उहाँले दिनुभयो र यसरी उहाँको विवाह पनि 1965 सालमा हाम्रो आदरणीय काकी मरियम प्रधानसँग बिहे भएको थियो अनि उहाँका परिवारमा 3 छोरी र 3 छोरा र 2 बहिनी उहाँको परिवारमा हुनुहुन्थ्यो र आजसम्म उहाँहरू सबै प्रभुलाई पछ्याउँदै नै गइरहनु भएको छ र यसरी उहाँ सेवा गर्दै जानुभयो अनि मण्डलीमा एउटा मूल खाम्बोको रूपमा उभिनको निम्ति 1990 सालमा चाहिँ उहाँलाई पूर्ण अध्यक्षको रूपमा यहाँ मण्डलीमा अभिषेक गरियो र अभिषेक गरिएको दिनदेखि यहाँले आफ्नो सेवकालाई आफ्नो दौडानलाई नित्य उहाँले बढाइरहनु भयो अनि एउटा असल गोठालोको रूपमा त्यो भूमिकालाई उहाँले चाहिँ के गर्नुभयो निभाउनु भयो र उहाँले यसरी सेवा गरिकन मण्डलीमा रहिकन दुःखमा सुखमा अनेक प्रकारका अवस्थामा मण्डलीलाई नित्य लिकन अघि बढिरहनुको लागि सहायता गर्नुभयो। उहाँ एउटा विशेष सरल स्वभावको हुनुहुन्थ्यो, कम्ती बोल्ने तर विश्वासको चाहिँ योद्धा हुनुहुन्थ्यो अनि उहाँको अचम्मको कुरा के छ भने उहाँले आफ्नो जीवनभरि कहिले पनि हस्पिटल जानु परेन अनि कहिले पनि डाक्टरलाई उहाँले देखाउन चाहनु पनि भएन अनि उहाँले जहिले पनि भन्नुहुन्थ्यो हामी प्रभुका लोकहरू भए पश्चात विश्वासमा जिउनुपर्छ अनि धेरैचोटि उहाँ साह्रो बिमार हुनुभयो र कोही बेला पारिवारिक पक्षले आइकन 1-2वटा दबाईहरू दिनुहुन्थ्यो। त्यसबाहेक उहाँले कहिले पनि न त यति वृद्ध अवस्था पुग्नुभयो उहाँले उहाँको आँखा एकदमै राम्रो अपरेसनहरू गर्नु परेन, कान पनि एकदमै राम्रोसँग सुन्नुहुन्थ्यो अनि उहाँको शरीरमा सबै कुरा असल अन्तिम घडीसम्म रहेको हामीले अनुभव गर्न सक्यौँ अनि उहाँले अनि यसरी सेवा गर्दै जाँदाखेरि 94 को एजमा पुगे पश्चात चाहिँ उहाँले अन्तिम सास छोडिकन बिहानी पख प्रभुको घरमा उहाँ जानुभयो र उहाँले यही कुराहरू विशेष भन्नुहुन्थ्यो अनि उहाँको भनाइहरूलाई 1-2वटा भनाइहरूलाई हामीले पनि सुनिराखेका थियौँ अनि उहाँले मण्डलीको लागि एकदमै ठुलो चिन्ता बोक्नुहुन्थ्यो अनि घरमा छोरीहरूले भन्नुहुन्थ्यो बाबा आज तपाईँ सक्नुहुन्न भन्ने सेवा नजानुहोस् भन्दाखेरि तिमीहरूलाई के थाहा छ, तिमीहरूले केही पनि बुझ्दैनन्, मलाई मण्डलीको चिन्ता छ, मण्डलीको चिन्ता म सधैँ रहिरहेको छु भनिकन उहाँले भन्नुहुन्थ्यो अनि सकी नसके पनि उहाँ प्रभुको घरमा आउनुभयो अनि सकुन्जेलसम्म उहाँ प्रभुको घरमा आइकन उहाँले यताउता सरसल्लाह दिने गर्थ्यो अनि बातचित गर्ने गर्थ्यो अनि उहाँ सधैँ चिन्तित चाहिँ कस्तो के हुन्थ्यो भने सेवकहरूको निम्ति हुन्थ्यो अनि जब बाहिर पठाइन्थ्यो सेवकहरूलाई सेवाको विभिन्न सेवाका दौरानमा यताउता पठाउँथ्यो अनि जहिले पनि उहाँले फोन गरेर सोध्नुहुन्थ्यो आइपुग्नु भयो कि भएन, कहाँ छ, कुन जग्गामा आइपुग्यो, कहाँ कुन ठाउँमा छ भनिकन उहाँले भन्नुहुन्थ्यो अनि सेवामा जाँदाखेरि पनि हामीले होसियार गर्नुपर्छ
अनि हामीले विशेष आत्माले देखाइकन कसलाई पठाउनुपर्छ त्यो कुरो पनि ख्याल गर्नुपर्छ। जता पाए त्यता पठाउनु हुँदैन है। हामीले यो कुरालाई जहिले पनि याद गर्नुपर्छ। जब सेवकहरू फर्केर आउनुहुन्थ्यो अनि फर्केर आइसके पश्चात चाहिँ उहाँ ढुक्क भइकन फेरि प्रभुलाई धन्यवाद दिनुहुन्थ्यो। अनि केही समय भएको थियो अनि उहाँले यो प्रभुको आवाजको सम्बन्धमा उहाँले घरिघरि कुरा गरिरहनुहुन्थ्यो। अब समय आइसकेको छ, अब मेरो पनि समय भइसकेको छ, अब तयारी हुनुपर्छ। जहिले पनि उहाँले यही कुरालाई जोड दिकन भन्नुहुन्थ्यो। अनि घरमा पनि उहाँले त्यस्तै प्रकारले कुरा गरिरहनु हुँदै रहेछ। हामीले सेवा गर्नु हो भने चाहिँ प्रभुलाई प्रेम गर्नुपर्छ अनि सच्चा हृदयले चाहिँ जहिले पनि हामीले सेवा गर्नुपर्छ भनिकन घरका छोराछोरीलाई पनि भन्ने गर्थे अरे। अनि नाति आइकन भने अरे, अझ बाजे या त आखे म तपाईँलाई एउटा गड्डेज बनाइदिन्छु अनि तपाईँको सामानहरू चाहिँ यहाँ राख्नुपर्छ होला भन्दाखेरि अनि उहाँले भन्नुभयो अरे, अब भयो, अब पुरा भयो, अब मलाई चाहिँदैन भनिकन उहाँले भन्नुभयो अरे। अनि मैले अब मेरो दौड चाहिँ पुरा भइसकेको छ। अनि उहाँले यसै नै कुरा गरिरहनुहुन्थ्यो जहिले पनि। अनि जति दिन प्रभुले मलाई राख्नुहुन्छ, मण्डलीका मेरा प्रियहरूले मेरो निम्ति प्रार्थना गरिदिनु भएको छ अनि उहाँले गरेको प्रार्थनाको उत्तरमा मलाई जति दिन राख्नुहुन्छ त्यति दिनसम्म चाहिँ म बस्छु भनिकन उहाँले भनिरहनु भएको थियो भन्ने कुरा हामीलाई सुनाइरहनु भएको थियो छोराछोरीले पनि। अनि यो कुरा आज उहाँले सधैँ नै यही कुरालाई प्रार्थनालाई चाहिँ जोड दिनुहुन्थ्यो। अनि प्रार्थनामा उहाँले जोड दिकन भन्नुहुन्थ्यो जे समस्या आउँछ अनि हामीलाई उहाँले एउटा सुझाव दिनुभएको थियो, तिमीहरू चाहिँ मण्डलीमा काम गर्दै जाँदाखेरि धेरै भनाइ आउँछ, धेरै गाली गलौज आउँछ, धेरै प्रकारका दोषारोपणको कुराहरू आउँछ, तिमीहरू जहिले पनि चुप्प लागेर केवल प्रार्थना मात्र गर्ने अनि हरेक कुराको समाधान चाहिँ प्रभुले गर्नुहुन्छ भनिकन हामीलाई भन्नुहुन्थ्यो। अनि मेरो जीवनभरि जति दिन मैले प्रभुको सेवा गरेँ अनेकौँ यस्ता कुराहरू आए, तर सबै कुरो जब हामी चुपचाप रहिकन प्रार्थना गर्छौँ, प्रार्थनाको उत्तरमा प्रभुले नै हामीलाई यस प्रकारले के गर्छन्, अघि बढाउँदै लान्छन्। यदि हामी बोल्यौँ भने, हामी रिसायौँ भने अनि हाम्रो सेवा चाहिँ के हुन्छ, खत्तम भइहाल्छ। त्यसले गर्दा सधैँ होसियार बस्नु भनिकन उहाँले त्यो कुरालाई जोड दिनुहुन्छ। अनि उहाँ चाहिँ एउटा विश्वासको चाहिँ योद्धा हुनुहुन्छ। उहाँले एउटा विश्वासको आधारमा जो काम गर्नुहुन्थ्यो मण्डलीमा, बाहिर, घरमा, परिवारमा, विश्वासमा उहाँ जिउनु भयो। अनि सबैभन्दा ठुलो कुरो नै उहाँको जीवनभरि यति लामो आयु रह्यो उहाँको। अनि आयु रहउन्जेल उहाँले दबाई पानीमा कहिले पनि विश्वास गर्नु भएन। गर्थ्यो अब अलिअलि त्यो चाहिन्छ, तर उहाँको जोड चाहिँ कति साह्रो बिमार भयो, 15 दिन 20 दिनसम्म उहाँ बिमार हुनुहुन्थ्यो, तर प्रार्थना गरेर नै उहाँ ठिक हुनुहुन्थ्यो। अनि यो चाहिँ उहाँले हामीलाई यो विश्वासका एउटा नमुना अब छोडिराखेर जानुभएको छ। अब तिमीहरू पनि यही विश्वासमा जिउनुपर्छ भनिकन उहाँले अन्तिम कुरालाई उहाँले राखिकन जानुभएको छ। अनि जब मलाई पनि धेरै हुटहुटी लाग्यो अनि काकासँग हामी पवित्रमा सभादेखि नै हामी भेटघाट हुन सकेका थिएनौँ, यत्र त्यत्र जान परिरहेको कारणले गर्दा। यसपालि पनि म बुटवल गइरहेका थिएँ। अनि जानुको दिनमा चाहिँ बिहानदेखि नै मलाई एकदमै हुटहुटी लाग्यो। अब काकालाई भेट्नै पर्छ एकपल्ट, काकालाई नभेटी जानु हुँदैन। यदि मैले भेटेन भने चाहिँ सायद मलाई धोका हुन्छ भनिकन मलाई पुरा हुटहुटी लाग्यो। अनि हामीले गाडीहरू बन्दोबस्त गऱ्यौँ नेपाल जानुको निम्ति। अनि सबै परिवारसहित हामी आयौँ अनि उहाँलाई भेटघाट गऱ्यौँ। अनि उहाँ एकदमै राम्रो अवस्थामा हुनुहुन्थ्यो अनि बोल्ने एकदम राम्रो। अनि उहाँले परिवारको विषयमा सोध्नुभयो अनि सबै परिवारलाई प्रार्थना गरिदिनु भयो। अनि तपाईँ कस्तो हुनुहुन्छ, मैले सबैलाई माफ दिइसकेको छु, मेरोबाट अब केही पनि छैन। अनि उहाँले एउटा कुरा जोड गरेर गरिरहनु भएको थियो, उहाँले चाहिँ हामीले जहिले पनि पश्चाताप चाहिँ गर्नुपर्छ अनि स्वर्ग चाहिँ जानुपर्छ। यो कुरालाई नै उहाँले अन्तिम क्षणसम्म चाहिँ जोड दिकन त्यति बेला पनि हामीसँग पनि त्यही कुरा गर्नुभयो। र अब हाम्रो माझबाट अब यहाँ हुनुहुन्न, अब यहाँका अन्तिम हाम्रो यो जो सेवकाई छ, अब यो सेवकालाई हामीले सबै मिलिकन पुरा गर्नु छ। हामीलाई प्रभुले सहायता गरेका हुन्। अब हामी एक दुईवटा कुरा गर्न चाहन्छौँ। आज हाम्रो यहाँनिर जग्गा एकदम खचाखच भइगयो, यहाँनिर हामीले मिलाउन सकेनौँ।
वचनको सेवकाई हुन्छ। वचनको सेवकाई भए पश्चात चाहिँ हामीले यो पार्थिव शरीरलाई चाहिँ पर लान्छौँ अनि त्यहीँ नै हामी राखिकन फेरि पनि खदामालो गर्ने काम, देखाउने काम, हेर्ने काम हामी त्यहीँनिर गर्छौँ। अनि यहाँ चाहिँ यहाँनिर एकदमै भिड भएको कारणले गर्दा हुनु नसक्ने भयो। यसर्थ परिवार पक्षले जति जहाँ जहाँबाट आउनुभएको छ अनि अहिले नै भन्नु पर्यो, तपाईँहरू सबैजनाले खानाहरू लिकन गइदिने भनिकन पनि अनुरोध गरे।